गुड मर्निङ एभ्रिवान, वेलकम छ तपाईँहरूलाई मेरो आजको सन्डे मर्निङ रुटिन मिनी ब्लगमा। र आजको पनि दिन सुरु भइसक्यो र आज चाहिँ घाम लागिरहेको छ यसरी। र म चाहिँ अब नुहाएर पनि पूजा गर्नुलाई फुल टिप्नु जाँदैछु। मर्निङ चाहिँ यसरी मजाले फुलहरू फुलिदिइरहेको हुन्छ, टिप्नु पनि पुरा माया लाग्छ, तर भगवानलाई चढाउनुलाई चाहिँ टिप्नै पर्छ। र आज चाहिँ यो कलर पनि फुलिदिएको छ। मेरोमा चाहिँ जवाकुसुम थुप्रै किसिमको फुलहरू छ। म चाहिँ फुल टिपेर पनि फर्किसकेँ। म चाहिँ बिहान मर्निङ चाहिँ यसरी पूजा गरिसकेर चाहिँ ब्रेकफास्ट बनाउनुतिर लाग्छु। बिहान यसरी पूजा गर्दा चाहिँ मनलाई शान्ति र दिनको सुरुवात पनि मजाले भए जस्तो फिल हुन्छ। भगवानको आशीर्वाद बिना हाम्रो के नै हुन्छ र होइन, जे गर्नु हुँदैछ सब भगवानले नै गर्नुभएको सोच्छु म चाहिँ। र म चाहिँ यता ब्रेकफास्ट बनाउनुतिर लागेँ। आज चाहिँ पास्ता बनाइदिँदैछु। हजुरहरू मसित सबैजना जोडिनु भएको छ, धेरै नै नयाँ साथीहरू, र मलाई जतिजनाले नि फलो गरिदिनु भयो उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। र लाइक कमेन्ट पनि छोडिदिनुहोस् होला सानो। हजुरहरूले मलाई फलो गरिदिनु भएकोमा चाहिँ मनदेखि नै धन्यवाद भन्न चाहन्छु। र यो चाहिँ नानीहरू पनि छ, दुईजना छोरीहरू। उनीहरूलाई चाहिँ यो धेरै मसलाहरू के हाल्यो भने चाहिँ खानु मन गर्दैन, र म चाहिँ एकदम सादा सिम्पल बनाउँछु पास्ता चाहिँ। जति सक्दो चाहिँ नानीहरूलाई चाहिँ सिम्पल नै मनपर्छ। उनीहरूलाई त्यो पिरो अनि धेरै अदुवा लसुनको टेस्टहरू चाहिँ उनीहरूले अहिले यति रुचाएर खाँदैन। र यो पास्ता मसला मात्रै एड गर्दा भइहाल्छ उनीहरूलाई चाहिँ। पिरो त मैले एकदमै कुनै चिजमा पनि, हजुरहरूले मेरो रेसिपीमा हेर्नुभएको छ होला, म कुनै चिजमा पनि पिरो चाहिँ हाल्दिनँ, किनभने पिरो चाहिँ उनीहरूले एकदमै खानु सकेको छैन, सक्दैन उनीहरू। अब यसमा टोमेटो सस हालिदिएपछि चाहिँ भइहाल्छ रेडी। यो चाहिँ ठुलो मान्छेको लागि होइन, नानीहरूको लागि चाहिँ एकदम सिम्पल। हुन्छ। र मेरो चाहिँ आजको ब्रेकफास्ट चाहिँ यसरी रेडी भयो। र हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। थ्याङ्क यू सो मच।